एकजना डल्ले डल्ले पुड्के पुड्के सुँगुरे अनुहार परेको त्यो पोडकास्ट चलाउने एउटा पत्रकार छ नि, थाहा छ तपाईँहरूलाई? श्रीमतीले छोडेर गएको रहेछ होइन। त्यो मान्छेको अब प्रतिक्रिया मैले हेरेँ होइन, रासोपा प्रतिको होइन। त्यसपछि चाहिँ मलाई के लाग्यो भन्दाखेरि त्यो बुढी चाहिँ बुद्धिमान रहेछ है। यस्ता मलाई पत्रकारसँग बस्ने नै होइन कि, छोडेर गएकै ठिक भयो कि। ए सुन अनुहार नपरेको अन्धा गोरु, विश्वलिम्बुले घन्टी पार्टीको आलोचना गर्यो भन्दैमा उसको व्यक्तिगत जीवनको के कुरा गर्छस्? पहिला तेरो सभापतिको कर्तुतहरू सुन। 4-4वटा श्रीमती बिहा गर्ने, अमेरिकामा मुद्दा लागेर नेपाल फर्किने, 2टा पासपोर्ट प्रयोग गर्ने, 2टा नागरिकता प्रयोग गर्ने। त्यति मात्रै कहाँ हो र? जेन्जी आन्दोलनको मौका पारेर नखु कारागार फोडेर भागिदिने, 10,000 कैदी भाग्यो, त्यसको जिम्मा कसले लिने? जसले चाहिँ नेपालभरिको गरिब दुखीले खाइ नखाइ जम्मा गरेर राखेको सहकारीको पैसा पनि झम्मै बनाइदिएको छ। 5-5वटा अदालतमा मुद्दा विचार दिन्छ, धरौटीमा बाहिर निस्किरहेछ। त्यस्तो मान्छेलाई भगवान बनाएर हिँड्ने यस्तो अन्धा गोरुलाई अन्धा गोरु नभनेर के भन्ने?